सुरु गरौँ त्यो मानवीय पीडाबाट जसलाई स्रोतले निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। गरौँ न। मुकेश ठाकुर र बिल्टुरामको घर, हैन, उहाँहरूको घर वरपरको करिब 10 धुर जमिन पुरै फोहोर पानीले भरिएको छ। 10 धुर भनेको सानो ठाउँ होइन? होइन, अनि यो कुनै प्राकृतिक बाढी पहिरो पनि होइन। घरबाट निस्कने सामान्य पानी र ढलले निकास नपाएर बनेको कृत्रिम पोखरी हो, त्यो पनि 1 वर्षदेखि। 1 वर्ष? यो कल्पना गर्न पनि गाह्रो छ। आफ्नै घरको अगाडि यस्तो देख्दा कस्तो होला? यो एक किसिमको मनोवैज्ञानिक यातना जस्तै हो। स्रोतमा एक स्थानीय महिलाले भनेको कुराले त मलाई झनै छोयो। कुन कुरा? उहाँले भनेकी छिन् यसले बच्चा, वृद्ध र महिलालाई सबभन्दा बढी जोखिममा पारेको छ। हो। अब यो वातावरणीय समस्या मात्र रहेन, यो त एउटा गहिरो सामाजिक र स्वास्थ्य सङ्कट बनिसक्यो। हामी पूर्वाधारको कुरा गर्छौं, तर त्यसले मानिसको मानसिक स्वास्थ्यमा पार्ने असरलाई अक्सर बिर्सन्छौं। हो, त्यो त छँदैछ। त्यो घरमा हुर्किरहेका बच्चाहरूले के सिकिरहेका छन्? उनीहरूको लागि त फोहोर र दुर्गन्ध सामान्य बन्दै गएको होला। हो, त्यो त झनै डरलाग्दो कुरा हो। नर्मलाइजेसन अफ स्क्वालर भन्छन् नि, अर्थात् फोहोर मैलालाई जीवनको सामान्य हिस्सा मान्न थाल्नु। ठ्याक्कै। अनि छाला र पेट सम्बन्धी रोगको डर, लामखुट्टेको प्रकोप, यी त प्रत्यक्ष देखिने असर भए। तर त्यो घरको आर्थिक भार पनि त बढ्यो होला नि। बिरामी हुँदा औषधि मुलो गर्नु पर्यो, काममा जान नपाउने अवस्था आयो होला। यो बाटोलाई स्रोतले धेरै नकोटाए पनि हामी अनुमान त लगाउन सक्छौं। एकदम, यो एउटा दुष्चक्र हो। गरिबी र खराब सरसफाई एक अर्कासँग जोडिएका हुन्छन्। यस्तो अवस्थाले मानिसको उत्पादकत्व घटाउँछ, स्वास्थ्य खर्च बढाउँछ र अन्ततः उनीहरूलाई गरिबीको चक्रमा थप धकेल्छ। त्यो 10 धुर जमिनमा जमेको पानीले त्यो परिवारको अर्थतन्त्रलाई नै डुबाइरहेको हुन सक्छ। मतलब यो समस्या अब पानीको मात्र रहेन, यो जीवनस्तर र अवसरको हो। यो मानवीय पीडा देखेपछि मनमा एउटा प्रश्न उठ्छ, आखिर यस्तो हुन कसरी दिइयो? 1 वर्षसम्म पानी जम्मा हुनुको कारण के रहेछ? मुख्य प्रश्न नै यही हो। स्रोतले त नालाको प्राकृतिक निकासमाथि कसैले अतिक्रमण गरेर बाटो छेकिदिएको प्रश्न भनेको छ। तर यहाँनिर कुरा अझै गम्भीर मोडमा पुग्छ। कसरी? पीडित बिल्टुरामका अनुसार उनीहरूले वडा अध्यक्ष रामेश्वर प्रसाद महतोलाई यो समस्याबारे 1 वर्षदेखि लगातार जानकारी गराइरहेका छन्। 1 वर्ष? 1 वर्ष अर्थात् 365 दिन। हरेक दिन त्यो परिवारले त्यही समस्या भोग्यो र हरेक दिन उनीहरूको गुनासो बेवास्तामा पर्यो। त्यही त। तर सबैभन्दा चिन्ताजनक कुरा त स्रोतले उद्धृत गरेको वडाध्यक्षको जवाफ हो। हो, म त्यही आउँदै थिएँ। बिल्टुरामकी श्रीमतीका अनुसार अध्यक्षले भनेछन्, मबाट यो समस्या समाधान हुँदैन, चुनाव पछि मात्र हुन्छ। यही जवाफले त धेरै कुराको पोल खोल्छ। यो चुनावपछि मात्र हुन्छ भन्ने भनाइको अर्थ के हो? के यो उहाँको लाचारी हो कि उहाँसँग साँच्चै स्रोत वा अधिकार छैन? तर स्थानीय सरकार ऐनले त वडा तहलाई यस्ता समस्या समाधान गर्ने अधिकार दिएको छ नि। छ, प्रष्टै छ। त्यसो भए यो सरासर व्यवस्था हो। यसलाई हामी लाचारी भन्दा पनि रणनीतिक व्यवस्था भन्न सक्छौं जस्तो लाग्छ मलाई। रणनीतिक व्यवस्था? यसका 3 वटा सम्भावित अर्थ हुन सक्छन्। पहिलो, उहाँलाई अतिक्रमण गर्ने व्यक्ति वा समूहलाई चलाउने आँट छैन, किनभने ती व्यक्ति राजनीतिक रूपमा शक्तिशाली हुन सक्छन्। एउटा सम्भावना। दोस्रो, यो समस्यालाई चुनावी एजेन्डा बनाएर भविष्यमा राजनीतिक लाभ लिने दाउ हुन सक्छ। अर्थात् अहिले मलाई भोट दिउँ, चुनाव जितेपछि यो काम गरिदिन्छु भन्ने किसिमको सौदाबाजी। त्यो त नागरिकको आधारभूत अधिकारमाथिको ब्ल्याकमेलिङ जस्तै भएन र? ठ्याक्कै त्यही हो, ब्ल्याकमेलिङै हो। र तेस्रो सम्भावना, जुन सबैभन्दा निराशाजनक छ, के हो? त्यो हो उहाँलाई यो समस्याले कुनै मतलबै छैन। नागरिकको पीडा उहाँको प्राथमिकतामा नै पर्दैन। तपाईले अघि प्रणालीगत मौनताको कुरा गर्नुभयो, तर यो मौनता मात्र होइन, यो त सक्रिय उपेक्षा हो। सक्रिय उपेक्षा हो, गुनासो सुन्ने तर समाधानका लागि कुनै कदम नचाल्ने। यो मौन रहनुभन्दा पनि खतरनाक हुन्छ, किनभने यसले पीडितको आशा मार्दिन्छ। साँच्चै आशा मार्नु सबैभन्दा ठूलो अपराध हो। तर के यस्तो हुन सक्छ कि यो समस्या हामीले सोचे भन्दा जटिल छ, जस्तो कि कुनै कानुनी अडचन होला वा बजेटकै अभाव होला? राम्रो प्रश्न। स्रोतले यसबारे केही नभने पनि एकछिनलाई उहाँलाई बेनिफिट अफ डाउट दिएर हेर्दा नि, मानौ त्यहाँ कुनै कानुनी वा प्राविधिक जटिलता थियो रे।
तर एक जिम्मेवार जनप्रतिनिधिको कर्तव्य के हो? नागरिकलाई जानकारी दिनु। हो नि, नागरिकलाई स्पष्टसँग जानकारी दिनु। हेर, यो कारणले ढिलाइ भइरहेको छ, हामी यो विकल्पमा काम गर्दैछौँ भनेर संवाद गर्नु। तर यहाँ त संवादै छैन, केवल एउटा टार्ने जवाफ छ। यही संवादको अभावले नै शङ्का र अविश्वास जन्माउँछ। जब सरकार पारदर्शी हुँदैन, तब नागरिकले उसको नियतमाथि प्रश्न उठाउनु